जापानको एउटा ट्यालेन्ट एजेन्सी जनी आइन एसोसिएसनको अन्डरमा रहेको फोर लिभ्सको एक्स ग्रुप मेम्बर किटाकोजीले 1988 मा डियर हिकारू गेन्जी नाम गरेको किताब पब्लिस गर्छन्। यो किताबमा किटाकोजीले उनी र उनीसँगै काम गर्ने अन्डर एज बोइजहरूसँग जनी आइन एसोसिएसनका संस्थापकले आफ्नो पावरको दुरुपयोग गर्दै कसरी यौन क्रियाकलापमा संलग्न हुन बाध्य पारियो भनेर विस्तृत रूपमा लेखेका छन्। 90s देखि अर्ली 2000 को समयमा जे-पपको लोकप्रियता यसको उचाइमा थियो र यसको सफलताको कारण द गडफादर अफ जे-पप भनेर चिनिने जनी किटागावा, जसले 5 दशकसम्म जे-पप इन्डस्ट्रीमा राज गरे। जनीको यति प्रभाव थियो कि उसले चाहेको खण्डमा जसलाई पनि रातोरात स्टार बनाउन सक्थ्यो। जनी किटागावाले 1962 मा जनी आइन एसोसिएट भन्ने इन्टरटेनमेन्ट कम्पनी स्थापना गरे। यो कम्पनीले मेल आइडल्स र बोय ब्यान्ड ग्रुपहरू मात्र म्यानेज गर्थ्यो र आफ्नो 4 सदस्य भएको पहिलो पप ग्रुप सञ्चालन गरे जसलाई जनीज नाम दियो। यो ग्रुप त्यस बेलाका युवा पुस्तामा विशेष गरी युवतीहरूमा एकदमै प्रसिद्ध बन्न पुग्यो। यी ग्रुपहरूको मेम्बर अडिसनद्वारा स्वयं जनी आफै पिक गर्थे। यी पिक गरेका ट्रेनीहरूलाई जनीले यौन क्रियाकलापमा संलग्न हुन बाध्य गराइन्थ्यो। जनी विरुद्ध यौन दुर्व्यवहारको थुप्रै मुद्दा पनि लाग्यो, तर उनको अथाह शक्ति र पहुँचको कारण उनले खासै असर परेन। अन्तमा 2019 मा 87 वर्षको उमेरमा जनीको मृत्यु भयो।